Welcome back to my channel, Echoes of Susmita. आज चाहिँ म a day in my life गर्दैछु र आज असार 15 स्पेशल डे जहाँ चाहिँ म एकदमै रमाइलो गर्छु र के गर्छु भनेर देखाउने छु प्लस मेरो कन्टेन्ट क्रिएटिङको काम त म गर्ने नै छु र म आज जाँदै छु थर्ड पोल फार्ममा हेर्नु गर्नु होला यहाँ चाहिँ अब नजिकै फार्मको नजिकै आइपुग्न लागिसक्यौँ अनि यहाँ चाहिँ यति धेरै छ नि यहाँनिर फार्मिङहरू गरेको छ होइन यति रमाइलो छ अनि यहाँ आएपछि चाहिँ हो साँच्चीकै हामीले खानेकुराहरू यहीँबाट आउने हो त जस्तो लाग्छ सो यहाँ चाहिँ एकदमै रमाइलो छ गाइस सबै हेर्न सक्नुहुन्छ हरियाली पनि छ अनि तपाईँले आनन्द चाहिँ पाउन सक्नुहुन्छ यो ठाउँमा आएर किनभने सिटी लाइफ इज यस्तो हेक्टिक लाइफ हुन्छ सो तपाईँले चाहिँ यहाँ आएर चाहिँ एकदमै आनन्द महसुस गर्न सक्नुहुन्छ र प्रकृतिको नजिक भएर रहन सक्नुहुन्छ त्यही भएर फार्म चाहिँ जानै पर्ने हुन्छ Here we go, third pole farm located at Tinpyeplay, Kathmandu. Let's go. So यहाँ पानीहरू रहेछ इन माई लाइफको आज फेरि असार 15 दही चिउरा स्पेसल त हुनै पर्यो र अब हामी जान्छौँ प्लेटिङ तर्फ म बुढो मान्छे खिचेर के काम काम लाग्छ नि होइन अहिले रमाइलो गर्नुपर्छ अनि त्यसपछि काम लाग्छ है गाइस यो भिडियोमा चाहिँ साउन्डै आइरहेको रहेनछ क्या अनि अहिले एडिटिङ गर्दा थाहा पाएँ यो बेला चाहिँ म प्लेटिङ रेडी गर्दै थिएँ अनि के बोल्दै थिएँ होइन मैले पनि अब बिर्सी गएँ अनि त्यसपछि बाहिरपट्टि चाहिँ होइन हाम्रो प्यारो बुवाहरूले पनि के भन्दै हुनुहुन्थ्यो लाइक मलाई चाहिँ पत्रकार भन्दै हुनुहुन्थ्यो के भन्दै हुनुहुन्थ्यो होइन अनि त्यसपछि यस्तै रमाइलो कुराकानी भएर त्यो जुन चाहिँ रेकर्ड भएन छ एकदमै स्याड छु म तर यसपछि चाहिँ रेकर्ड भएको छ ल होइन सो हामी हाम्रो कन्टेन्टको लागि पनि यहाँनिर फेरि प्लेटिङ गर्नुपर्ने हुन्छ सो त्यही हो स्पेसल है यो चाहिँ आज हाम्रो असार 15 को स्पेसल फोटोसुट गर्छौँ है यसरी धानको मुठा पनि आइसकेको छ सो गाइस अहिले चाहिँ म जुस खाँदैछु वाइन होइन अनि अब चाहिँ आज नाचगानदेखि आएर सबै कुरा हुने भन्ने कुरा छ है सो त्यही हेर्नुपर्ने हुन्छ धान रोप्ने नाचगान हुन्छ मादल बजाउने गीत पुरा अथेन्टिकवाला प्रोग्राम हुन्छ आज असार 15 को किनभने फार्मको त स्पेसल नै हुन्छ नि त त्यही भएर अब कुर्दैछु एकछिन आनन्दले राम्रो ग्रिनरी छ हावा पनि शीतल छ रमाइलो छ गाइज रमाइलो एकचोटि चाहिँ आउनै पर्ने ठाउँ हो है सो अब चाहिँ खाना खाने टाइम हो खाना खाने टाइममा चाहिँ ओन्ली खाना नो फोन युज ओके भनेको सो यही सबै कुरा यहीँ फलेको खाना हो अरे सबै कुरा यहीँ फलेको तरकारी सागसब्जीहरू हो है अनि आज म भेज हाई गाइस अब चाहिँ धान रोप्न जाने हो त्यो भएर चाहिँ अब म कुर्ता लगाइहाल्छु है त ओके सी यू गाइस अब चाहिँ म धान रोप्न जान्छु क्यामेरा पनि लगेछ त्यही भएर म छाता ओढ्दैछु मलाई त असाध्य रमाइलो लागिरहेछ आज हिलो खेल्न पाउँदा गीत गाउन पाउँदा या भजन गाउन पाउँदा रमाइलो लागिरहेछ असार लाग्यो अब असार लाग्यो असारमा धान रोपाइ सुरु भइसक्यो सिमेर भूमिलाई घाँस काटे
होइन ख्याल गरेको सच्चै हो भने कुनै बेला बनको माया सरा बनको रातीको गोला बबर संसार ओड्ने घुमाया सारा ओड्ने हाम्रो गाउँको साउले घर बनायो दाउले धोका छैन जलमा माया सरा जलमा धोकालाई राम्रो कति राम्रो धोका छैन जलमा माया सरा जलमा आज पनि लौ लौ भोलि पनि लौ लौ सधैँ गर्थ्यौ खेलमा माया सरा खेलमा काटी नै हो निर्मला बहिनी सधैँ गर्थ्यौ खेलमा माया सरा खेलमा तल गीतमाथि धान रोपाई धान रोपिसकेपछि ड्रेस चेन्ज गरेर भिडियो सुट अनि त्यसपछि खाना खाने खाजा खाने टाइम अब पानी परेर लन्च टाइम हो अनि अहिले चाहिँ खाना खाइरहनु भएको छ खाजा खाइरहनु भएको छ मलाई त कस्तो खानै मन छैन किन खानै मन छैन म चाहिँ सबै भिडियो सुट पनि सबै सक्यो अनि त्यसपछि भ्लग पनि सक्यो रमाइलो भयो अब चाहिँ म घर फर्किँदैछु असार 15 दही चिउरा खाने दिन मनाएर सो ह्याप्पी असार दही चिउरा असार 15 दही चिउरा खाने दिनको शुभकामना सबैजनालाई मेरो भ्लग हेरेर लाइक शेयर सब्सक्राइब गरिदिनु होला ओके बाइ।